konnichiwa minasan म चाहिँ जापानिज भाषाको शिक्षक यहाँहरु सबैजनाले चिन्नुहुने हुन्छ विगत लामो समयदेखि जापानिज भाषा सिकाउँदै आइरहेको छु र मेरो नाम चाहिँ अनिश आचार्य हो र धेरै विद्यार्थीहरुको जिज्ञासा चासो मलाई धेरै जनाले मेसेज गर्नुभयो र आज म यो भिडियो बनाएर हाल्न गइरहेको छु सबैजना विद्यार्थीले भन्नुभयो सेन्सेस यो डे पार्टिकलको बारेमा चाहिँ अलिक बुझाइदिनु न एक्जाममा धेरै झुकियो धेरै कन्फ्युज भयो यो डे पार्टिकल कसरी प्रयोग गर्ने केमा चाहिँ प्रयोग गर्ने भनेर मलाई धेरै जनाले मेसेज गर्नुभयो हिजो पनि मेसेज गरिरहनु भएको थियो स्टुडेन्टहरुले र विशेष यो भिडियो चाहिँ उहाँहरुको लागि बनाएको यहाँहरुले हेरेर सिक्न चाहनु सक्नुहुन्छ यहाँलाई पक्कै पनि काम लाग्न सक्छ भन्ने विश्वासका साथ यो भिडियो बनाउन गइरहेको छु र सबैजनाले यो भिडियो सक्दो सेयर पनि गर्न सक्नुहुनेछ पनि भन्न चाहन्छु र अब म भन्न गइरहेको छु निहंगो no कुरासु जापानिज भाषा कक्षा जोशी अव्यय पार्टिकल्स भन्छ है जोशी भनेको के हुन्छ अव्यय पार्टिकल्स केको बारेमा भन्दाखेरि डे पार्टिकल्स अब यो डे पार्टिकल्स एक्जाममा हो एकदमै मस्ट के हो त भन्दाखेरि मोस्ट इम्पोर्टेन्ट हो यो एक्जाममा धेरै नै कन्फ्युज बनाउने फर्म हो त्यसैले गर्दाखेरि म भन्न गइरहेको छु डे को अर्थ हुन्छ जहिले पनि एउटा मा भन्ने अर्थ हुन्छ एउटा बाट एउटा द्वारा एउटा ले भन्ने छ तर यहाँ एउटा कै भन्ने पनि अर्थ दिएको छ है यो कै चाहिँ कस्तो अवस्थामा दिन्छ भन्ने कुरा अहिले म एक्जाम्पल दिँदै जान्छु धेरै जनाले यो नसुन्नु पनि भएको हुन सक्छ यो कै भन्ने चाहिँ पहिलोचोटि सुन्न पनि सक्नुहुनेछ है यो पनि अहिले म बताउँदै जान्छु र डे पार्टिकलले चाहिँ माध्यमको काम गर्छ जहिले पनि कुनै पनि माध्यमको काम चाहे त्यो साधन होस् औजार होस् हैन विभिन्न सामग्रीहरु जे पनि को माध्यमबाट यस्तो काम गर्छु उस्तो काम गर्छु भन्दा पनि डे को प्रयोग गरिन सकिन्छ अब जस्तो के गर्न सकिन्छ एक नम्बरमा हेरौँ त भन्दाखेरि भेहिकल्स भनेको साधन हैन त सवारी साधनहरु भयो जे पनि भयो त्यो मेसिनरी साधनहरु भयो त्यसलाई भन्छ भेहिकल्स डे अब यो के गर्छ त भन्दा इकिमासमा पनि लाग्छ किमासमा पनि लाग्छ र खाइमासमा पनि लाग्छ अब इकिमास भनेको एउटा जान्छु भन्ने अर्थ जान्छ काहीँ कतै म जान्छु आउँछु भन्दा पर किमास म यताबाट गएर आउँछु भन्छ हैन र खाइमास भनेको जुन गइसकेको ठाउँबाट फेरि रिटर्न आउनु फर्कनलाई खाइमास भन्छ अझ त बासु भनेको बस भनेको के हो भेहिकल्स भएको सिधै अब वासुदेव बसबाट इकिमास भनेको जान्छु अब जहाँ पनि जान्छ तपाईं चाहे सुपरमार्केट जानुहोस् चाहे घरै जानुहोस् है त्यस्तो बेलामा डे पार्टिकल लाग्छ जहिले पनि भेहिकल्सको प्रकारले डे पार्टिकल्स लाग्छ र देन्स्या भनेको ट्रेन हाम्रो भेहिकल्स नै पर्छ देन्स्या दे उची भनेको घर यसलाई अर्को पोलाइटमा इए पनि भन्छ है इए पनि भन्छ र यसलाई नर्मल ल्याङ्ग्वेजमा उची पनि भन्छ उची ए भनेको तिर पार्टिकल्स र खाइरिमास भनेको ट्रेनबाट घरतिर फर्कन्छु यस्तो अवस्थामा पनि हामी डेको प्रयोग गर्न सक्छौं डेको प्रयोग गर्न सक्छौं र अब प्लेस भनेको कुनै पनि स्थान ठाउँ भन्ने कुरा त यहाँले बुझि नै हाल्नुहुन्छ है र डेबाट भव भनेको क्रिया अब कुनै पनि स्थानको प्लेसको ठाउँमा चाहिँ अब क्रियालाई जोडेर कसरी बनाउन सकिन्छ त अब आफ्नो के किन्ने इच्छा छ म त यहाँ राम्रो पाउँदैन सामान नेपालमा त के राम्रो पाउँछ म फलाना ठाउँमा गएर किन्छु जस्तो जापानै गएर किन्छु भन्ने सोच बनाउनेहरुको लागि के हुन्छ त निहन दे खाइमासी निहन भनेको जापान दे भनेको मा जापानमा र खाइमास भनेको किन्नु केही कुराहरु सामग्रीहरु किन्नुलाई खाइमास भन्छ निहन दे खाइमास जापानमा किन्छु डेपातो दे भनेको डिपार्टमेन्ट स्टोर डेपातोमा लङसम हुन्छ नझुकिनु होला है डेपातो दे ग्युन्यु अब यो ग्युन्यु भनेको दुध है गाईको दुधलाई ग्युन्यु भन्छ र अर्को काताखानामा पनि लेखिन्छ मिरुको भन्छ अहिलेलाई के हिरागानालाई हो डेपातो दे ग्युन्यु ओ खाइमास्ता भनेको डिपार्टमेन्ट स्टोरबाट अब यहाँ दिएले के गर्छ बाट डिपार्टमेन्ट स्टोरबाट दुध किने भन्ने अर्थ गर्छ है यस्तो बेलामा पनि दिएको प्रयोग गर्न सकिन्छ र टुल्स भनेको औजार कुनै पनि सामग्री औजार हामीले घरमा हामी चलाइरहने औजारलाई टुल्स भन्छ है अर्को दे भनेको ले र बाट भन्ने अर्थ जान्छ र अर्को भनेको क्रिया अब के क्रिया गर्छ त यसले भन्दाखेरि औजारले हेरौँ हासामी भनेको कैंची अब हासामीले हामी के गर्छौं कपाल पनि काट्छौं हैन त पेपर पनि पढ्छौं यो खामी भनेको एउटा कपाल पनि भन्छ एउटा पेपर पनि भन्छ यहाँ चाहिँ हामी पेपरमै जाउँ ल हासामीले खामी हो किरिमासी कैंचीले पेपर काट्छ है के हुन्छ त कैंचीले हासामी दे खामी भनेको पेपर ओ पार्टिकल लाग्छ जहिले क्रियाको अगाडि र किरिमास भनेको काट्छु क्रिया भएको कैंचीले पेपर काट्छु भन्ने अर्थ हुन्छ यस्तोमा दिएर हुन्छ अब बाट भन्ने अर्थ चाहिँ के हुन्छ त भन्दा पासो कोन्डे
पासोकोन्डे एइगाओ, यो एइगा है, यो एइगाओ पार्टिकल्स प्लस मिमास भनेको चाहिँ यसले मैले यहाँ कम्प्युटर भनेर लेखेको छु है, कम्प्युटर भन्छ कम्प्युटरलाई। खासै यो पासोकोन भनेको पर्सनल कम्प्युटर जस्तो ल्यापटपहरू इत्यादि पर्छ। र पासोकोन्डे एइगाओ मिमास भनेको पर्सनल कम्प्युटरबाट अथवा ल्यापटपबाट जे होस् तपाईँले जसरी बुझ्नुहुन्छ त्यसरी बुझ्नुहोस्। बाट चाहिँ एइगाओ भनेको मुभी चाहिँ मिमास भनेको हेर्नु केही कुरा हेर्नु जस्तो फिल्म हेर्नुहुन्छ, पिक्चरहरू हेर्नुहुन्छ होइन, कसैले के गरेको कुराहरू हेर्नुलाई चाहिँ मिमास भन्छ भनेर बुझ्नु। यस्तो बेलामा पनि हामीले पार्टिकल्स डेको प्रयोग गर्न सक्छौँ भन्ने कुरा बुझ्नु पर्यो है। अर्को त ल्याङ्ग्वेज डे भर। ल्याङ्ग्वेज भनेको भाषा भएको, डे भनेको बाट भन्ने अर्थात् गएको, भर भनेको क्रिया। अब कस्तो हुन्छ निहोङ्गो दे नामाए हो खाकीमास अलिकति बाङ्गो भएको छ यहाँ नआँटेकोले गर्दा बाङ्गो लेखेको छु बुझिदिनु होला भन्न चाहन्छु। निहोङ्गो भनेको जापान, निहोन भनेको जापान, गो भनेको भाषा। जहिले पनि गोले भाषा चलाउँछ, जुनसुकै कन्ट्रीको नाम हाल्नुहोस् पछाडि गो लाउनु भने त्यो देशको भाषा भन्ने बुझ्नु पर्यो है। अनि त्यस पछाडि नामाए भनेको नाम हो, खाकीमास भनेको लेख्छु। अब जापानिज भाषाबाट नाम लेख्छु भन्दा पनि डेको प्रयोग गर्न सकिन्छ। अब जापानिज भाषाबाट कुरा गर्छु भन्दा पनि प्रयोग गर्छ। जब नेपाली भाषाबाट एकछिनको लागि भन्नु भने नेपाली गोदे हानासीमासी, हानासीमास भनेको कुरा गर्नु नेपाली भाषाबाट कुरा गर्छु। अब ए गोदे भनेको अङ्ग्रेजी भाषाबाट कुरा गर्छु, म इङ्ग्लिसमा ट्यालेन्ट छु बतासी ए गोदे ज्योजु न ए तो देश के दो ए गोदे हानासु कतगादेखि मास म अङ्ग्रेजी भाषाबाट कुरा गर्न सक्छु भन्ने तपाईँको मनमा लाग्छ त्यस्तो बेलामा प्रयोग गर्न सक्नुहुन्छ। ए गोदे हानासीमास अङ्ग्रेजी भाषाबाट कुरा गर्छु। निहोङ्गोगा वकारा नाइ गारा अथवा वकारा नाइ देश के दो ए गोदे हानासीमास म जापानिज भाषा बुझ्दिनँ त्यसैले गर्दा अङ्ग्रेजी भाषाबाट बोल्छु भन्ने बेलामा पनि यो डेको प्रयोग गरेर तपाईँले कुरा गर्न सक्नुहुन्छ भन्ने कुरा बुझ्नु पर्यो। इक्जाममा धेरै कन्फ्युज बनाउँदा है यो नि र डेले चाहिँ झुकाउँछ, किनभने उस्तो नि पनि लाग्न खोज्छ डे पनि लाग्न खोज्छ। म नि पार्टिकल्सको बारेमा चाहिँ अर्को भिडियोमा यहाँलाई सिकाउँछ, आज चाहिँ डेको बारेमा मात्र सिकाउन गइरहेको छु र हेरिदिनु होला, पक्कै पनि तपाईँहरूलाई काम गर्छ। अब डेको अर्थ अर्को कै भन्ने अर्थ यो कै भन्ने अर्थ यो कसैलाई अनौठो पनि सुन्न सकिन्छ, नौलो पनि सुन्न सकिन्छ है। कैको अर्थ कस्तो हुन्छ भन्दा एभरेस्टोवा भनेको माउन्ट एभरेस्टलाई एभरेस्टोवा भन्छ है। सेखाइदे भनेको चाहिँ विश्वकै, सेखाइ भनेको वर्ल्ड अनि दे भनेको कै, यो देले भनेको कै अर्थ हुन्छ विश्वकै। इचिबान भनेको सबैभन्दा, ताकाई यामा देश भनेको अग्लो हिमाल। अब माउन्ट एभरेस्ट हाम्रो सगरमाथा के हो त भन्दा विश्वकै सबैभन्दा अग्लो हिमाल भनेर चिनिन्छ। त्यस्तो बेलामा प्रयोग गरिन्छ एभरेस्टोवा सेखाइदे इचिबान ताकायामा देश भनेको माउन्ट एभरेस्ट चाहिँ के हो त विश्वकै सबैभन्दा अग्लो हिमाल हो भन्ने अर्थ दिन्छ। यहाँलाई यो भिडियो कस्तो लाग्यो अवश्य कमेन्टमा प्रतिक्रिया दिनु होला र यहाँहरूको लागि अर्को नयाँ भिडियो बनाएर म अवश्य ल्याउने छु। र यदि यहाँ फिजिकल क्लास लिएर पढ्न चाहन्छ भने यहाँले चाहे त्यो एसएसडब्ल्यू भिजा, जेएफटी, जेएलपिटी अथवा ट्रेनिङ भिजा अथवा तपाईँहरू एसएसडब्ल्यू भिजाको पास गरेर स्कुलको क्लास गर्न चाहन्छ, स्कुलको क्लास पनि हाम्रो फिकमै सञ्चालन हुन गइरहेको छ। यहाँ आएर क्लास लिन सक्नुहुन्छ। हाम्रो बिर्तामोड स्टडी पार्क फिकल अफिस सूर्योदय नगरपालिकाको भवनमास्तिर ठ्याक्कै पाठघर मेडिकलको माथिल्लो तलमा रहेछ, आएर अध्ययन गर्न पनि सक्नुहुन्छ भन्दै म यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद।